हेलो गाइस, आज हामी सुन्दर जग्गा जान लाग्यो। अब भन्दियो न कहाँ जान लाग्यो है? आएन हाँस्थ्यो न अब ज्याउला त्यसमा त हिँड्ने नै हो नि किन को यस्तो ह्यान्डसम 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 दाइ आउनुभयो अब जानुहुन्छ। अझै फर्स्ट सिटमा अब मेरो भ्युवर्सहरूले अब राम्ररी देखाउनु पऱ्यो नि त। अब कसरी जाँदैछ कता जाँदैछ भनेर त्यसरी अब हामी निस्केको के भन्दैन। चुप बिल्कुल चुप हिम्मत कैसे हुई तेरी मुंह खोलने बंद करो हाथ जोड़ के मैं हामी चाहिँ बौद्धगढे ठ्याक्क उभे छु तिम्रो बगलमा बिजी तिमी मोबाइलमा हेरेछु खिलेको यो वन नाम तिम्रो थाहा छैन तर मलाई परवाह छैन बोली केही रहेछौ है आँखाले केही भनिरहेछौ है बोलु त के भनेर डर पनि लाग्छ सोचेर तिमी जाने सिलगुडी म जाने सिक्किमतिर खुसी छु है तिम्रै माझ भुले सारा संसार आज तिमी पनि मसँग नै जान भए कति रमाइलो हुने थियो भन्न त कस्तो यो मिलन हाम्रो 20 मिनटको सम्बन्ध हाम्रो पाएर पनि नपाए जस्तो चिनेर पनि नचिने जस्तो अबोध हेर न ए उठा ले रे देवा उठा ले रे बाबा मुझे अमीर को नहीं रे ये दो गरीबों को उठा नै हो र आफ्नै बाटो त जानु छँदैछ तिमी जाने सिलगुडी म जाने सिक्किमतिर अब के छ ठिक छ अब दोस्त अय्या सोचोस् पनि मलाई आएर रो यहाँ चाहिँ टिकट काट्नु मन रहेछ। हामी चाहिँ टिकट काटेर निस्किए के छ ठिक छ। अब हामी पुग्न लागिसक्यो होइन त्यहाँ निशान्तलाई भन्नु न त घरमै बस्छ सुतिरै बस्नु घरमा बस्छ काम साम छैन आउनु होइन अपाङ्गो यही नहीं अभी और सुनिए सुतेरै बस है त्यहाँ कसलाई भनेको दोस्त निशानलाई त्यो अपाङ्गो आउँदै आएन आज निशान्त झारे घरमा केटा हो हामी चाहिँ बसबाट निस्क्यो साम निशान्त पिण्डी पख्न मेरो आज यही नै हो र यार यो फोकनमा बोलाएछ हौ यसलाई यो कस्तो यो दस खुट्टा दिदिउँ न खुट्टा दिदिउँ किन यो झिक्यो जुत्ता जुत्ता हाइकिङमा अब यस्तो जुत्ता लाउने मान्छे चाहिँ यही हो है। गजब बेइज्जती है किनेको 1 मिनट भएको छैन यहाँ
खानु सुरु गरिदिए मेरो मुख हो म खान्छु तेरी दादागिरी निकाल दूंगा मैं निशान्त यार तिमी आउनु पर्ने यार यस्तो सट्टा हाम्रो खानेकुरा सब जाने भयो गाइस हाम्रो त यसरी खोल्छ नि यहाँ यतिको चौचो खोल्ने त्यस्तै हुँदैन कतिवटा त खसिसक्यो क्या यहाँ विमल जसरी मुसिरहेको छ प्रकृतिलाई पनि देखाएँ कि मैले प्रकृति को प्रकृति हो हामीले यहाँ चौचो किनेको चौचोको 30 रे 20 जाने चौचोको 30 रे उयो के हो यो त यार 20 जाने चौचोको 30 रे अनि त्यहाँबाट 50 जाने चिप्सको 70 रे 10 को चुई कम 3टा अनि अरू के रे एक्सट्रिमको कति रे 170 130 मा आउँछ यार चाची 40 अलिकति महँगो रहेछ तपाईँहरू के गरी यता आउनुभयो भने चाहिँ अलिकति किनेरै आउनु उतैबाट किनेर आउनु हामीले 300 रुपियाँको सामान मेरो टेपमा भिडियो राख्ने हैन म रिपोर्ट हान्दिन नि फेरि हो र उले रिपोर्ट हाने किन म त कस्तो कस्तो राखिदिन्छु प्रन्तले सो पाँचवटा मोबाइल हो र? रिपोर्ट हान्दिन नि फेरि हो भाइलेसन दे आर पुटिङ माइ भिडियो इन दिस अब चाहिँ हिँड्ने हो छोटो मिठो पाण्डे ब्लग पाण्डे अब त यस्तो बिला हानेमा अनि यस्तो पफ अहिले पफ मिसिङ भयो ग्याङ अहिले यही हाल्देऊ न उसको अहिले युट्युबमा सब गाडी पप मिसिङ भयो क्या पप बलामी मिसिङ भइरहेको पप हो त हैन जुक हाने त पफ मिसिङ छ त्यही त्यसले भयो बलामीलाई सुन्नु नि दिन्न थियो के फुकेपछि बास्न आउँदैन त्यो त्यसै नि बनाउने म तिम्रो थुथुनुमा फुक्दिन कि ए थुथुनमै फुक्न पर्छ भने चाहिएको त्यो अब तिमी नेवार हैन तिमी अनि लामा भएर तालु हुनु पर्दैन कपाल यत्रो राम्रो लाग्छ अनि त्यो प्योर लामाहरू पो ताल हुन्छ तिमी नक्ली हो जेस 500 को जुत्ता त लाछु नि मैले ए अँ त है तर यो हैन नि केटा अर्कै खालको होइन रे यो नि बलामी तास न तासिन्छ र म हान्छु बो अरे हातमा पामबाट जस्तो भइरहेको ओ हान्नी पर्दैन ओ टासिन रहेछ तर धुलोले गरेर हो ए धुलो हो यार तासिन त भाइ जे भए पनि अझ तिम्रो मुखमा नि ताल्छु अनि साइकलको सकिहाल्छ नि जाउँ लिएर आउनु अबले एक साइकल उडायो भने त अब पाङ्नै अगाडि जान्छ गइहाल्छ नि कुदाएपछि पाङ्रा अगाडि के फुत्केर अगाडि भनेको मा बलु अरे राख्छु म ए जुबाले चाहिँ जे नि हालेर हाल्नुपर्छ के हो खुट्टा किन दुखेन नआएको कपिराइट आउँछ अमिस ए अमिस दोस के छ ए मैले नचिनिरह यार के के भन्दैन मेरो भ्लगमा के भन्थ्यो र अब भन्दैन लाइक आउँदैन यार के भन्ने हाल्छु आया हाम्रो भनाइन भने खै
लुक अनुहार ह्यान्डसम लुक चाहिँ आफूलाई साइड लुक छिन्छु म ह्यान्डसम म बटाई खोले त यार बटाई मेरो कामै त्यही त हो नि मैले भने त निशान जाने ठाउँ राम्रो ठाउँ एक फुट हान्दा जुगा तिमी बिना मेरो जीवन शून्य छ नरिसाउन तिमी नै हो मेरो एउटा सपना तिम्रो लागि मैले संसारलाई भुलिदिए तिम्रो लागि म आफै जिउन भुलिदिए आँखामा आँसु तिम्रो बसमै बस्नु म अब चाहिँ हामी जानु लाग्यो ग्याङ ग्याङ यो चाहिँ ग्रुप फोटो रे क्यामेराम्यान रे टाढी लिएर नजाऊ तिमी हेर मेरो भ्लगमा केही भन्दिनँ त हामी एकदम मजाले रमाइलो गरिरहेछौँ होइन हो सबसे रमाइलो यो जापानिजले गरिरहेछ पाइक सेतो सर्ट कालो मान्छे राम्रो थ्याङ्क यू सुन्यो नि अबोध सरका हो हाम्रो रवि सर कति टाइम लाग्छ कस्तो मेरो गाउँ जस्तै देख्ने हो डिट्टु माथिबाट यस्तै देख्छ मेरो गाउँ अच्छा हमको सिखा रिया अब छिटो न खै त प्रणित ल 3 2 1 गो थेट प्रणित म चाहिँ हिँडिरहेको छु ग्याङ राम्रो त नि लेडिज लोग ओ लेडिज हाम्रो क्लासको ए बुवा त झन् क्या ठुक्दिन्थ्यो होला क्या ओ लेडिज ओ श्रीसा खोइ त फर्क्यो तिमीहरू सबजना चीटिंग करता है तू चीटिंग 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 करता है अलि लाइक सब्सक्राइब आउँछ क्या लाइक सब्सक्राइब नगरिदिनु भन्दिनँ गरिदिनु होला उता फर्कायो सुन्यो न के भने समृद्धि हाइकिङ त्यस्तो नभन
हाइकिङ कस्तो लाग्यो युट्युबमा चाहिँ नहालेको त्यो त्यो हाल्ने भनेर त हो यस्तो मिम बनाउने हाइकिङ कस्तो लाग्यो भन न रमाइलो छ तिमीहरू न त्यस्तो गफ चाहिँ नआन न तिमीहरू नआएकै राम्रो भयो यार यहाँ आउन चाहिँ टिकट चाहिन्छ अनि टिकटबाटै टक्कै हिँडेको रवि सर हाँस्दिन्न यो 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 ओइ तिनवटा कुकुरै ग्याङ स्याहार है क्लासको सिआर दोस्त हाई भनिदियो न अब सुतेको स्टिल घर फर्किँदै